हेलो वेलकम एन्ड नमस्कार स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानल मार्केट टक विथ सुरजमा। आउनुहोस् आज हामी कुरा गरौँ नेफ्टी अपडेटको बारेमा। दशैँपछिको पहिलो कारोबार दिन थियो आज, जुन चाहिँ आज एउटा ठुलो गिरावटका साथ मार्केट बन्द भएको छ। 2604.96 मा आज मार्केट बन्द भएको छ र गिरावट हेर्न सक्नुहुन्छ 58.55 अङ्कको, जुन चाहिँ पर्सेन्ट माइनस 2.19%ले र कारोबार रकम चाहिँ 4 अर्ब 62 करोडको भएको छ। घट्ने कम्पनीको संख्या 235 र बढ्ने कम्पनीको संख्या 16 मात्र रहेको छ, जसमा पनि टप गेन्दामा हेर्न सक्नुहुन्छ भने प्रायः जस्तो अब यो डिबेन्चरहरू छ है, एक दुईटा डिबेन्चरहरू, त्यसपछि यो तीनटा त डिबेन्चर नै भइहाल्यो, त्यसपछि सिक्लेस र टिएसएचएल यिनीहरू सब म्याक्सिमम चाहिँ डिबेन्चरहरू नै परेको छ। र टप लुजरमा हेर्न सक्नुहुन्छ, टप लुजरमा भने चाहिँ बिइडिसी, एनआरआइसी, त्यसपछि यो म्युचुअल फन्ड छ एउटा, त्यसपछि एमकेजेसिएल, पिएचएमएचएल, अब यिनीहरू आजको चाहिँ टप लुजरमा परेको छ। र टप टर्नओभर हेर्नुहुन्छ भने चाहिँ युएनएचपिएल, एनआरआइसी, एचआरएल र शिवम एसपिडिएल जस्ता कम्पनीहरू चाहिँ टप टर्नओभर र टप भोल्युमका साथ कारोबार हुने कम्पनीहरूमा चाहिँ युएनएचपिएल, केपिएल, एसपिडिबिएल, एचआइडिसिएलपी र शिवम। र टप ट्रान्जेक्सनमा पनि आज हिमस्टार राम्रै घटेको छ, हिमस्टार, एचबिएल, एचआरएल, युएनएचपिएल, एनआरआइसी। अब मार्केट समरी हेर्नुहुन्छ भने टोटल आज 55,450 ट्रान्जेक्सन भएको छ। अब 1,34,00,000 किताको चाहिँ यहाँ कारोबार भएको छ र टोटल स्किप चाहिँ 326 वटा स्किपको चाहिँ कारोबार भएको छ है। अनि मार्केटमा टर्नओभर हेर्नुहुन्छ भने 4 अर्ब 62 करोडको चाहिँ कारोबार भएको छ। अब यसो हेर्दाखेरि चाहिँ अब आज मार्केट किन घट्यो होला भन्ने कुरामा चाहिँ अब एउटा त धेरै दिनपछि मार्केट खुलेको भएर पनि अब केही सेलिङ आएको हो, र त्यसैमा अब यो जेनजीको फेरि केही आन्दोलनहरूदेखि लिएर जुन विविध कुराहरू आइरहेछ त्यसले पनि मार्केटमा सायद थोरै एउटा केही प्यानिक बनाएको हो। सुरुमा त अलि ठिकै थियो, पछि बिस्तारै घट्दै गएर मार्केटले फर्किने एटेम्प्ट पनि गरेन, कन्टिन्यू मार्केट घट्दै गएको देखिन सकिन्छ है। अब आज हेरौँ समाचार के आएको छ त मार्केटमा, त्यस्तो न्युजहरू के छ है, कस्तो पोजिटिभ छ कि नेगेटिभ छ न्युजहरू हेर्नु पर्दाखेरि चाहिँ अब हामीले चाहिँ यहाँ हेर्न सक्छौँ। अब नेप्से अल्फामा के आज न्युजहरू हेरौँ है त। नेप्से अल्फाको न्युज हेर्नु पर्दाखेरि चाहिँ तपाईँले समाचारहरूको लागि नेप्से अल्फामा जान सक्नुहुन्छ। त्यसपछि नेप्से अल्फा यहाँ क्लिक गर्नुभयो भने तपाईँले अब यहाँ समाचारहरू के आएको छ भने त्यो पनि हेर्न सक्नुहुन्छ। ल आज प्रमुख समाचारमा के छ, 12 जनाको सकुशल उद्धार, सुनको निरन्तर मूल्य निर्धारण आकाशिदो भने यसले चाहिँ खासै मार्केटलाई केही फरक परेन। तर मञ्जुश्री फाइनेन्सको लाभांश सुरक्षित गर्ने दिन आज अन्तिम दिन थियो। अब कतिजनाले गर्नुभयो कतिजनाले गर्नु भएन है। यसमा 15% बोनस दिएको थियो। र अनि एसवाई प्यानलको चाहिँ आइपिओमा विदेशी कोटाको चाहिँ आइपिओमा आवेदन दिने आज अन्तिम दिन थियो, जुन चाहिँ सकेको छ है। अब अरू समाचार हेरौँ, मेरो लगानीमा के छ, मेरो लगानीको समाचार हेर्नु। सबैजना साथीहरूले चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु, नयाँ साथीहरूले चाहिँ है। अनि भिडियो कस्तो लाग्छ तपाईँले भिडियोमा आफ्नो कमेन्ट पनि छोडिदिनु होला, मेरो भिडियो कस्तो लाग्छ, सबै साथीहरूलाई आफ्नो सुझाव सल्लाहहरू दिनु होला भन्न चाहन्छु है। बालेन्द्र शाह र सुदन गुरुङ विरुद्ध जाहेरी दिन एमाले निकट अन्धरा सोभी प्रहरी परिसर काठमाडौँमा भनेको छ। अहिले फेरि यिनीहरू जुन पुरानो दलका झोलेहरू भन्ने के भन्ने कार्यकर्ताहरू फेरि छलबलाउन लागेका छन्, जसले गर्दा फेरि अब देशको माहौल अझै खराब हुने अवस्था पनि रहेको छ है। ओली र लेखक विरुद्ध जाहेरी काठमाडौँको प्रहरीले जाँचबुझ आयोगमा पठायो। अनेरा सोभियोद्वारा बालेन्द्र गुरुङ विरुद्ध उजुरी दिने तयारी भनेको छ है। बाढीका कारण राजमार्ग अझै अवरुद्ध, कहाँ के भयो अवरोध भन्ने छ। बाढी पहिरोमा परि ज्यान गुमाउनेको परिवारलाई 2 लाख र अस्थायी आवास निर्माणको लागि 50,000 उपलब्ध गर्न सरकारको निर्णय, यो चाहिँ अब ठिकै छ है। अब दशैँपछिको कारोबार चाहिँ उच्च अङ्कले घट्यो भन्ने छ है त, यहाँ हेर्न सक्नुहुन्छ। दशैँपछि पहिलो कारोबार दिन नेप्से उच्च अङ्क घटेर बन्द भएको छ। दशैँ अघिल्लो कारोबार दिन सामान्य अङ्क बढेर बन्द भएको नेप्से यस दिन भने घटेर बन्द भएको छ। मङ्गलबार नेप्से परिसूचक 58.55 अङ्कले घटेर 2604.96 बिन्दुमा झरेको छ। त्यस दिन सेन्सिटिभ इन्डेक्स चाहिँ 7.88 घटेको छ भने फ्लोट इन्डेक्स 3.88 र सेन्सिटिभ फ्लोरेस इन्डेक्स चाहिँ 2.92 घटेको छ भन्ने आएको छ यसमा चाहिँ है। अब आज यहाँ हेर्न सक्नुहुन्छ सबैमा अब नेप्से 2%, सेन्सिटिभ चाहिँ 1.7, फ्लोट चाहिँ फ्लोट सेन्सेक्स चाहिँ 2.12, अनि त्यसपछि ब्याङ्किङ सेक्टर 1%, ट्रेडिङ सेक्टर 1%। आज होटल एन्ड टुरिज्म धेरै घटेको छ। होटल एन्ड टुरिज्म हेर्नुहुन्छ 2.72% र त्यसपछि डेभलपमेन्ट ब्याङ्क चाहिँ 2.38%, हाइड्रो पावर 2%,
अनि त्यसपछि माइक्रो फाइनेन्स 1.8, नन लाइफ 2। अब लगभग सबै सेक्टर घटेकै छ होइन, बढेको त अब कुनै पनि छैन, आज सबै घटेको छ। यद्यपि घट्दा पनि अब त्यस्तो एकदमै खासै नेगेटिभ सर्किट लागेर घट्ने कम्पनीको धेरै छैन है, र कारोबार कम्पनी त्यति धेरै नहुँदाखेरि अब यस्तो डराइहाल्नुपर्ने अवस्था चाहिँ छैन अहिलेको लागि। तर अब देशको अवस्था सुधार नहुँदाखेरि अब केही समस्या आउन सक्छ कि भन्ने कुरा हो है। अब त्यस्तो अब देशको अवस्था जुन फेरि यो अन्तरिम सरकार पनि विघटन हुने कुरा केही त्यस्तो आयो भने चाहिँ त्यसपछि चाहिँ गाह्रो हुनसक्छ। अब नेपाली पैसामा के समाचार आएको छ त्यसलाई पनि हेरौँ है त। र अब भोलिको दिनमा अब बजार कस्तो रहला, के गर्ने भन्ने कुराहरू पनि अब सबैको मनमा जिज्ञासा होला। त्यो सम्बन्धी पनि भिडियोको अन्तिममा चाहिँ हामी कुरा गर्ने नै छौँ है। भिडियोमा अन्तिमसम्म बसिदिनु होला, किनभने अब भोलिको लागि कस्तो रणनीति बनाउने, के गर्ने भन्ने कुरामा चाहिँ अब म अन्तिममा मेरो राय राख्नेछु है। पर्यटन आगमन 18.3%ले घट्यो भने चाहिँ अब त्यो त घट्ने नै हो, किनभने होटल एन्ड टुरिज्म प्लस जुन प्रकारको आन्दोलन भइरहेछ अहिले विदेशहरूतिर सबैतिर आन्दोलन भइरहेछ, त्यही भएर अब विश्वमै शान्ति छैन, त्यही भएर पर्यटनहरू घुम्ने माहौल पनि छैन। नेपालमा त झनै माहौल नै छैन अहिले चाहिँ है। दसैँपछिको पहिलो कारोबार नेप्सेमा भारी गिरावट भन्ने छ है त। अनि त्यसपछि तपाईँ हेर्न सक्नुहुन्छ अर्को के छ भने आज बजारमा 4.62 करोड 90 लाखको सेयर खरिद बिक्री भएको छ। 235 कम्पनीको मूल्य घटेको छ, त्यस्तै 16 कम्पनीको मूल्य बढेको छ भनेको छ। यहाँ पनि तपाईँले देख्न सक्नुहुन्छ के मार्केट कति घटेको छ भने यसमा पनि दिएको छ, नम्बर ट्रेड कति भएको छ। आज कारोबार भएका सबै परिसूचकहरू घटेका छन्, सबै घटेको छ। ब्याङ्किङ 1.23, विकास ब्याङ्क 2.38, वित्तीय त्यसपछि 1.12, जलविद्युत हाइड्रो पावर चाहिँ 2.74, अनि त्यसपछि होटल पर्यटन 2.72। अब यो होटल पर्यटन घट्नुको कारण चाहिँ अस्तिको आन्दोलन थियो र अहिले यो जुन चाहिँ हाम्रो हाइड्रो घटेको छ, हाइड्रोको चाहिँ बाढीको कारण 13वटा जति हाइड्रो चाहिँ 1 दर्जनभन्दा बढी हाइड्रो चाहिँ क्षतिग्रस्त भएका छन्, जुन चाहिँ अहिले कारोबार बन्द भएको छ। त्यही भएर चाहिँ यो बढ्न नसकेको हाइड्रोमा पनि अब सानो करेक्सन हो। यसलाई अब यो करेक्सनलाई चाहिँ अब हामीले अपर्च्युनिटीको रूपमा लिने कि के गर्ने भन्ने कुरा हुन्छ। अब यो करेक्सनमा अब किन्ने कि है बेचेर निस्किने कि अब भन्ने कुरामा अब धेरैजना लगानीकर्ताहरू अन्यल हुनुहुन्छ। अब अहिले नै कस्तो छ भनेपछि हामीले बेचेर निस्किहाल्नुपर्ने अवस्था कुनै कुनै स्टकमा होला नहोला भन्न सक्दैन। जस्तो अब एकदम राम्रो बढेको छ, कुनै अब 2-4 दिन अब मार्केट घट्दा पनि केही बढेको स्टक गर्छ, त्यसमा चाहिँ बेचेर निस्किनु पनि पर्छ। तर अब अहिले चाहिँ मार्केटमा डराएर भागिहाल्नुपर्ने अवस्था त्यति मलाई लाग्दैन, किनभने अब यो मौकामा चाहिँ बिस्तारै हामीले बरु सकिन्छ भनेपछि घटेको कम्पनीहरू जुन छ एउटा राम्रो घटेर बसेको कम्पनीहरूमा चाहिँ हामीले बरु बिस्तारै पोजिसनल ट्रेड लिन सकिन्छ। जस्तो अब आज घटेको, आज एचआरएल पनि घटेको छ, एचआरएल पनि थोरै अब हेर्न सकिने अवस्थामा छ। अनि तपाईँले देख्न सक्नुहुन्छ यो हाम्रो इन्सुरेन्स सेक्टरमा पनि धेरै राम्रो कम्पनीहरू छन्, इन्सुरेन्स सेक्टर पनि घटिरहेको छ, तिनीहरूबाट पनि केही कम्पनी तपाईँले हेर्न सक्नुहुन्छ। डेभलपमेन्ट ब्याङ्कबाट पनि राम्रो कम्पनीहरू घटेर आइरहेको छ, त्यसलाई पनि हेर्न सक्नुहुन्छ। एमडिबी हेर्न सक्नुहुन्छ, आरएनएलआई, सिएलआई अथवा एएचपिसी, अपी, एसएचएल जस्ता राम्रो कम्पनीहरू, केही हाइड्रोबाट पनि राम्रो कम्पनीहरू जस्तो एमइएन, अब सास पनि अब राम्रो कम्पनी, तर अहिले करेक्सन दिँदैछ, अब त्यो अझै घटेको छैन। त्यो कम्पनीहरू प्लस ब्याङ्कहरूबाट अब अहिले बिस्तारै घटेको बेलामा चाहिँ स्ट्यान्डर्ड चार्टर्ड, इपिएल, नबिल जस्तो ब्याङ्कहरू थोरै तपाईँले अथवा पिसिबिएल, पर्बु जस्तो ब्याङ्कहरू बिस्तारै लिँदै गर्दा हुन्छ। जस्तो अब केबिएल यिनीहरू त अब अहिले केबिएल, एसबिएल जस्तो ब्याङ्कहरू अहिले एनएमबी जस्तो जसले चाहिँ बोनस दिन सक्दैन, तिनीहरूलाई चाहिँ नहेरेर बरु बोनस दिन सक्ने क्षमता भएको कम्पनीहरू चाहिँ बिस्तारै आफ्नो पोर्टफोलियोमा जोड्न सक्नुहुन्छ है। अनि तपाईँले यदि हेर्न सक्नुहुन्छ उसबाट चाहिँ जुन चाहिँ के अरे माइक्रो फाइनेन्सबाट पनि एउटा राम्रो घटेर बसेको कम्पनीहरू पनि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। अहिले एसकेबिबिएल पनि एउटा राम्रो घटेर बसेको छ। समाज पनि अहिले तपाईँको राम्रो उसमा पर्छ है, समाजलाई पनि हेर्न सक्नुहुन्छ। धेरै कम्पनीहरू छन् जुन चाहिँ अहिले लगभग राम्रै घटेर अब चाहिँ बिस्तारै बोनस घोषणा हुनुभन्दा अगाडि चाहिँ बढ्ने कम्पनी छ। आज बिजिडब्ल्युटी पनि हिजो नै, अब खासमा हिजो एक दिन मौका मिल्नुपर्ने, 2 दिन कारोबार बन्द भयो, 20 गते चाहिँ उसको बुक क्लोज तोकेको थियो। अस्ति कारोबार भएको भए बिजिडब्ल्युटीमा पनि केही मान्छेले सायद प्रफिट बुक गर्ने अथवा बाई गर्ने मौका पाउँथ्यो होला, त्यस्तो भएन। बिजिडब्ल्युटीका लगानीकर्ताहरूले पनि अहिले धोका भयो, त्यसले गर्दाखेरि आज मार्केट 2 दिनपछि खुल्दा बुक क्लोज हिजो नै भइसक्यो जसको है। अब त्यस्तो हो धेरै, र अब अझै पनि बोनस दिन सक्ने क्षमता भएका कम्पनीहरू र घटेको बेलामा चाहिँ लिन सकिन्छ। ब्याड न्युज आएको बेलामा केही कम्पनीहरू अझै पनि, जस्तो हाइड्रो पावरमा ब्याड न्युज छ र हाइड्रो पावर घटिरहेको छ भने फन्डामेन्टल कम्पनी पनि घट्यो, जसलाई चाहिँ
बाढीले क्षति पुर्याएछ उनीहरू मात्रै घटेका छैनन् कि अब अरू फन्डामेन्टल कम्पनी पनि घटेका छन् र फन्डामेन्टल कम्पनी घटेको बेलामा चाहिँ हामीले त्यसमा हेर्न सकिन्छ फन्डामेन्टल राम्रो स्टकहरुमा चाहिँ हामीले अझै पनि बाइ गर्न सकिने जोनतिरै छन् र अब इन्स्योरेन्समा त लगभग धेरै जस्तो बाइ गर्ने जोनमै छन् त्यति बेला चाहिँ हामीले बिस्तारै बिस्तारै गरेर अब कस्तो हुन्छ भनेपछि लङ टर्म यस्तो बेलामा चाहिँ सर्ट टर्मको लागि थोरै प्यानिक हुन सक्ने अवस्था हुन्छ तर अहिले मिड टर्म अथवा लङ टर्मको लागि चाहिँ हामीले यो बेला चाहिँ बिस्तारै एकुमुलेट गर्दै गयो भनेपछि घटिरहेको बेलामा चाहिँ मार्केट अब अलरेडी धेरै घटिसक्यो त्यति धेरै नघट्ला तर अब बिस्तारै अब चुनावमा जाने अथवा अरू प्रक्रिया पनि सुधार हुँदै गयो भने मार्केट एकचोटि बढ्ने नै हो है मेरो विचारमा चाहिँ अब तपाईले बोनस खाने कम्पनीहरुदेखि लिएर फन्डामेन्टल राम्रो कम्पनी चाहिँ जुन चाहिँ एकदम घटेर सपोर्टको नजिक आइसकेको छ है त्यो कम्पनीहरु तपाईले हेर्दै गर्न सक्नुहुन्छ अब कुन कुन कम्पनी सपोर्ट रेसिस्टेन्सको नजिक छ कुन कुन फन्डामेन्टल बेटर छ भन्ने कम्पनीमा केही मैले चाहिँ अघिल्लो भिडियो पनि भनेको छु र बाँकी अब पनि आउने भिडियोहरुमा चाहिँ म त्यो सम्बन्धी एउटा भिडियो बनाउँछु अब अहिले कुन कुन कम्पनी लिन सकिन्छ कुन कुन के हुन्छ भनेर जस्तो कसले चाहिँ बोनस दिदैछ कसले राइट शेयर आउँदैछ कसको चाहिँ बुक क्लोज भइसकेको छ कुन चाहिँ डिभिडेन्ड खानको लागि राम्रो हुन्छ कुन चाहिँ डिभिडेन्ड भन्दा अगाडि बेच्नुपर्छ भन्ने सम्बन्धी एउटा अब विस्तृत भिडियो चाहिँ अब अहिले बनाउने समय नभएर हो भोलिको दिनमा चाहिँ अब मैले एउटा त्यो सम्बन्धी पनि सपोर्ट रेसिस्टेन्सका नजिक आएका र बुक क्लोज नजिक भएको अनि फन्डामेन्टल बेटर कम्पनीहरुको लागि एउटा स्टक बनाउने विचार गरेको छु भिडियोमा है र तबसम्मको लागि म यहाँलाई बिदा हुन्छु सबैजनाले मेरो भिडियोलाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब गरेर भिडियोको लिंक चाहिँ मैले मेरो टिकटकमा पनि मार्केट टक विथ सुरज भन्ने टिकटकमा पनि राखिदिएको छु त्यहाँबाट पनि साथीहरुले जोइन भएर टिकटकलाई पनि सब्स्क्राइब गर्नु होला मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्नु होला भन्दै बिदा हुन्छु धन्यवाद शुभरात्रि हजुरहरुको समय शुभ रहोस्।